फिफा वर्ल्ड कप 2026 आउन मात्र 7 दिन बाँकी रहेको छ। तर नेपालमै बसेर तपाईँहरूले कसरी सबै म्याच लाइभ हेर्न सक्नुहुनेछ, मोबाइलमा कसरी हेर्ने र कुन कुन माध्यमबाट हेर्न सकिन्छ र कुन प्लेटफर्मले अनलाइन स्ट्रिमिङ गर्दैछ, त्यसको सम्पूर्ण जानकारी आज चाहिँ मैले यो भिडियोमा तपाईँहरूलाई दिने नै छु। योभन्दा पहिलाको भिडियोमा मैले तपाईँहरूलाई मात्र जानकारी मात्रै दिएको थिएँ, तर यो भिडियोमा मैले तपाईँहरूलाई त्यसको सम्पूर्ण प्रोसेस र गर्ने प्रक्रियाहरूको बारेमा पनि तपाईँलाई मैले बताइदिने नै छु। यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई एउटा लाइक गर्न चाहिँ नबिर्सनुहोला, किनकि यस्तै भिडियोहरू चाहिँ मैले आगामी समयमा बनाइराख्ने हुन्छु, तपाईँहरूलाई एकदमै जानकारीमूलक र उपयोगी हुनेछ। र फिफा वर्ल्ड कप 2026 आउन मात्र 7 दिन बाँकी रहेकोले तपाईँहरूको जिज्ञासा होला कि तपाईँहरू कुन कुन एप प्रयोग गरेर नेपालमै फुल HD 4K मा लाइभ हेर्न सक्नुहुन्छ भनेर। र मैले योभन्दा पहिलाको भिडियोमा पनि भनेको थिएँ, मैले एउटा अर्को डिटेल्ड भिडियो बनाउने छु जहाँ कि मैले स्टेप बाई स्टेप त्यसको प्रोसेस र के कसरी गर्ने भनेर त्यहाँ मैले बताउने छु भनेर। सो यो भिडियोमा मैले सम्पूर्ण प्रोसेस बताउने छु भनेर मैले भनिसकेको छु। सो अब चाहिँ भिडियोतर्फ लागौ है त। नम्बर 1 मा चाहिँ हामी डिजियो एपबाट चाहिँ हेर्न सकिन्छ है त। सुरुमा यहाँ तपाईँहरूले चाहिँ डिजियो एप डाउनलोड गर्नुपर्ने हुन्छ कि के गर्नुपर्ने हुन्छ, खल्ती डाउनलोड गर्नुपर्ने हुन्छ। सो यहाँ चाहिँ तपाईँहरूले मेरो मोबाइल स्क्रिन देखिरहनु भयो होला स्क्रिनमा। सो मैले यहाँ प्रोसेस तपाईँहरूलाई बताइदिने छु, तपाईँहरू सेम प्रोसेस आफ्नो मोबाइलमा पनि गर्नु होला। तपाईँहरूले मोबाइल स्क्रिन देखिरहनु भयो होला। सो मैले चाहिँ तपाईँहरूलाई फुल प्रोसेस यहाँ स्टेप बाई स्टेप बताउने छु, तपाईँहरू पनि सेम गर्नु होला है त। तपाईँहरू अब प्ले स्टोरमा क्लिक गर्नु होला है। प्ले स्टोरमा क्लिक गरिसकेपछि तपाईँहरूले चाहिँ खल्ती सर्च गर्नु होला, खल्ती सर्च गर्नु होला है। म खल्ती सर्च गर्दैछु किनकि खल्ती एपको प्रयोग यहाँ चाहिँ हुनेछ है त। अनि खल्ती सर्च गरिसकेपछि यदि तपाईँहरूले डाउनलोड गर्नु भएको छ भने ओपनमा क्लिक गर्नु होला, यदि छैन भने चाँडै डाउनलोड गर्नु होला है त। सुरुमा खल्ती एप डाउनलोड गरिसकेपछि अनि त्यसपछि चाहिँ हामीलाई खल्ती एप ओपन गर्नुपर्ने हुन्छ। सो अहिले चाहिँ हामी ओपन गर्ने लागौँ है त। मेरो यहाँ चाहिँ ओपन नै रहेको छ। सो खल्ती ओपन गरिसकेपछि यहाँ चाहिँ तपाईँहरूले स्क्रोल गर्नुभयो भने चाहिँ अब मैले चाहिँ स्क्रोल गर्न लागेको हो। सो यहाँ चाहिँ तल हामी जान्छौँ, स्क्रोल गर्छौँ। यहाँ तपाईँहरूले एउटा सेक्सन हेर्नुभयो होला टपअप र तल डिजियो एप भनेर यहाँ दिएको होला। अब यहाँ चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ डिजियो एपबाट तपाईँहरूले हेर्न सक्नुहुन्छ, मोबाइल प्लस ल्यापटप दुवैबाट हेर्न सक्नुहुन्छ। सो यहाँ हेर्नुहोस् 999 शुल्क लाग्नेछ तपाईँलाई होइन, पुरै म्याच हेर्न सक्नुहुन्छ। सो यहाँ चाहिँ तपाईँहरूले के गर्नु भन्दाखेरि आफ्नो नम्बर हालिदिनु पहिला सुरु होइन, स्टेप बाई स्टेप हेर्नु है त पुरै। अनि यहाँ नम्बर हालिसकेपछि के गर्नु भन्दाखेरि मेक पेमेन्टमा क्लिक गर्नु। अनि यहाँबाट के हुन्छ भन्दाखेरि एउटा प्रोमो कोड आउँछ, प्रोमो कोड त्यहाँ चाहिँ कपी गर्नुपर्ने हुन्छ। सो पहिला तपाईँ बुझिराख्नु, तपाईँहरू आफै गर्न सक्नुहुन्छ। यतिसम्म चाहिँ मैले भनेको हो। अनि त्यसपछि चाहिँ मेक पेमेन्ट गरिसकेपछि जुन प्रोमो कोड हुन्छ नि त्यसलाई चाहिँ अब डिजियो एपमा युज गर्नुपर्ने हुन्छ। सो यहाँ चाहिँ प्ले स्टोरमा आएर अब डिजियो एप डाउनलोड गरौँ है त। सो डिजियो एप अब डाउनलोड गर्न यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। अब चाहिँ डाउनलोड गरौँ है त, मेरो डाउनलोड भएको छैन, केही छिन लाग्ला। सो अब चाहिँ डाउनलोड भइरहेछ। तबसम्म तपाईँहरूले चाहिँ च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। अनि अब चाहिँ यहाँ हेर्न सक्नुहुन्छ मेरो डाउनलोड भइसक्यो, मैले ओपनमा क्लिक गरिसकेँ, तपाईँहरू पनि ओपन गर्नु होला। सो ओपनमा क्लिक गरिसकेपछि यहाँ चाहिँ डिजियो एप ओपन हुनेछ। अनि ओपन भइसकेपछि यहाँ चाहिँ स्क्यानिङ भइरहेछ, केही बेर पर्खिनु होला है त। यहाँ चाहिँ ओपन भइसकेको छ। सो यहाँ ओपन गरेर अलाउमा क्लिक गर्नु होला र अलाउमा क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ फिफा वर्ल्ड कप 2026 मा अब चाहिँ यहाँ त वाच नाउमा क्लिक गर्नुपर्ने हुन्छ। अब तपाईँहरूले जुन नम्बर त्यहाँ हाल्नु भएको थियो त्यो नम्बर हाल्नुपर्ने हुन्छ र आई एम नोट अ रोबोटमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ नम्बर हालौँ र आई एम नोट अ रोबोटमा क्लिक गरौँ। त्यसपछि चाहिँ कन्टिन्यूमा क्लिक गर्नुपर्ने हुन्छ। सो मैले कन्टिन्यूमा क्लिक गरिदिइहालेँ। कन्टिन्यूमा क्लिक गरिसकेपछि ओटिपी आउनेछ। सो ओटिपी आएपछि तब लगइन गर्नु होला। अनि जुन प्रोमो कोड हुन्छ त्यो चाहिँ पेस्ट गरिदिइहाल्नु होला। तपाईँहरूले योमा फुल लाइभ हेर्न सक्नुहुनेछ है त। त्यति चाहिँ गर्नु होला। मैले बुझ्ने जति चाहिँ मैले सबै बुझाइदिएको हो। सो तपाईँले त्यति गर्नुभयो भने मजाले हेर्न सक्नुहुन्छ, एकदमै फुल एचडीमा नै हेर्न सक्नुहुन्छ है त। अब चाहिँ फेरि भेट्नेछौँ अर्को भिडियोमा। तबसम्मको लागि तपाईँहरूलाई बाई बाई।